कसैलाई उठाउँदा गरेको एउटा गल्तीले हिँडिरहेको मान्छे जीवनभरका लागि व्हीलचेयरमा जान सक्छ। सबैले गर्ने सामान्य गल्ती। कल्पना गर्नुहोस्, काठमाडौँको व्यस्त सडक छ, एक्कासी मोटरसाइकल दुर्घटना भयो र मान्छेहरू जम्मा भयो। कसैले उठाउनुहोस्, चाँडो अस्पताल लानुपर्छ भनेर चिच्याउन सक्छ। हात समातेर तानेर उठाउन कोसिस हुन सक्छ। घाँटी मोडिन सक्छ र अचानक उचाल्दा यही चालले मेरुदण्डभित्रको स्नायु अर्थात् स्पाइनल कोर्डमा चोट पुग्न सक्छ। दुर्घटनाले होइन, हामीले उठाएको नमिल्दा चोट लाग्न सक्छ। सही तरिका के हो त? याद गर्नुहोस्, पहिले आफ्नो सुरक्षा हेर्नुपर्छ। अरू गाडी चलिरहेको छ कि छैन, जोखिम छ कि छैन। पहिले सुरक्षित आफूलाई र बिरामीलाई बनाउनुहोस्। नम्बर 2, एम्बुलेन्स तुरुन्तै बोलाउनुहोस्। कुनै किसिमको झट्का नदिनुहोस्, नतान्नुहोस् र घाँटी मोड्ने काम नगर्नुहोस्। टाउको र घाँटी जहिले पनि स्थिर राख्नुहोस्। दुवै हातले टाउकोलाई सिधा राख्नुहोस्। सकेसम्म शरीरलाई एउटै लाइनमा राखेर सार्नुहोस्। कुनै हेल्थ प्रोफेसनल अर्थात् स्वास्थ्यकर्मी आउँदासम्म शरीरलाई स्थिर राख्नु नै ठुलो सहयोग गर्नु हो। तालिम छैन भने बिरामीलाई धेरै नचलाउनुहोस्। यो किन महत्त्वपूर्ण छ त? मेरुदण्डभित्र स्पाइनल कोर्ड हुन्छ। यो दिमाग र शरीर बीचमा तार जस्तै हो। यदि यो दबियो भने या काटियो भने हात खुट्टै नचल्न सक्छ, दिशा पिसाब रोकिन सक्छ, कहिलेकाहीँ सास समेत रोकिन सक्छ। धेरै जसो अवस्थामा दोस्रो चोट पर्न सक्छ, जसलाई हामीले सेकेन्डरी इन्जुरी भन्छौँ, जुन चाहिँ पहिलो चोटभन्दा खतरनाक हुन सक्छ। कल्पना गर्नुहोस्, आजसम्म दौडिरहेको, काम गरिरहेको, परिवार पालिरहेको मान्छे भोलि उठ्दा हात खुट्टै चल्दैन। किन? किनकि कसैले राम्रो नियतले गरे पनि गलत तरिकाले अपनायो भने हात खुट्टा नचल्न सक्छ। त्यसैले भोलि तपाईँले सडकमा दुर्घटना देख्नुभयो भने के गर्ने त? यदि यो भिडियोले तपाईँहरूको सोच परिवर्तन गरेको छ भने सेयर गर्नुहोस्। सायद तपाईँको एउटा सेयरले कसैलाई फेरि हिँड्न मद्दत गर्न सक्छ।